आज चाहिँ हामी सिलगढी हिँडेको आमाकोमा अब निस्केको। अहिले चाहिँ म साथीको घरमा आइपुगेको छु। आज चाहिँ हिँडेको साथीको घरमा। यहाँ मेरो छोरी दावाले खाना मिठो मिठो बनाएर खुवायो आज हो। अब खाइसकेर हिँडेको। मलाई माझी टार आइपुग्यो। उसलाई चाहिँ बोलाउनु पर्दैन, सुनेको ठाउँमा जहाँ पनि पुग्ने। आफै पकाइ खाने। कहाँ पो हो यो त? 29 माइल होइन है? 29 माइल क्रस गरी टन्नै छ पेट। त्योसँग कुरा निक्लिँदैन नजिक भन्छ। आउनै भएन नि के भन्नु।